नमस्ते। खास मैले यो भिडियो नबनाएकै भए पनि हुन्छ हुन चाहिँ र मैले चासो नलिएकै भए पनि हुन्छ हुन चाहिँ तर नेपालमा बसेर नेपालप्रति साँच्चै नै कृतज्ञ रहने म जस्तो सीमित व्यक्तिहरूका निम्ति केही कुराहरू अलिकति हार्ट टचिङ पनि हुन्छ जस्तो मलाई फिल भयो। त्यस कारणले नबोली बस्नै सकिनँ। के त नेपाल चाहिँ आफ्नो मन खुसी गर्न पाउँदा नागरिकहरू सोझा सिधा नागरिकहरूलाई उल्लु बनाउन पाउँदासम्म सबैका लागि ठिक हो। राजनीतिज्ञ, उच्चपदस्थ कर्मचारीहरू, पुलिस, आर्मीका उच्चपदस्थ कर्मचारीहरू, ब्युरोक्राटिस जसलाई मैले सम्बोधन गरिसकेँ, सबै के त त्यो देशलाई लुट्न पाउन्जेल, भ्रष्टाचार गर्न पाउन्जेल, उद्योगी, व्यापारी, कलाकार सबै ठाउँबाट चाहिँ त्यो देशलाई लुट्न पाउन्जेलसम्म मात्रै त्यो देशप्रति कृतज्ञता हो। त्यो देश चाहिने लुट्नलाई मात्रै हो। अनि लुटेर एउटा लेभल पार गरिसकेपछि त्यसलाई तथानाम गाली गर्दै तेस्रो मुलुक पलायन हुने, अनि त्यो देश र त्यहाँ बस्ने नागरिकहरू सबै खत्तम हुन्, सबै झुरुन्। के त्यही नै हो त? नेपाल र नेपालीहरू जो नेपालमा बस्नुहुन्छ, जो नेपालमा बस्छौँ, अहिले केही दिनका निम्ति म अमेरिकामा छु र यहीँबाट पनि मैले यो भिडियोहरू बनाइरहेको छु। मलाई यो रहरले होइन, साह्रै नै चित्त दुख्छ, साह्रै नै माया लाग्छ। त्यो देश, त्यो मातृभूमि, त्यो म सधैँभरि त्यहीँ जन्मिएर त्यहीँ मर्न चाहिँ चाहन्छु। म त्यो देश छोडेर हिँड्न चाहन्न। चाहे ममाथि 1000 आरोप लागुन्, चाहे करोडौँ आरोप लागुन्, जति गाली गर्नुहोस्। के त अब धुर्मुस सुन्तलीले चाहिँ त्यो सबै कुराहरू 18 करोड लगायतको सबै कुराहरू माफी दिएको भए चाहिँ उहाँहरूलाई त्यो देश राम्रो हुन्थ्यो। या त अधिकांश अमेरिकामा रहेका नेपालमा उच्चतम क्राइम हिस्ट्री भएका व्यक्तिहरूले मात्रै एउटा काम गरेको मैले देख्छु, जुन चाहिँ नेपाललाई तथानाम गाली गरेर नेपालमा बस्ने मान्छेहरू त संसारका सबभन्दा ठुला अपराधीहरू घोषित उहाँहरूले गर्नुभएको छ। के यो जायज हो?